Guys, welcome back to my channel. Today is my first moto vlogging. Please check it out. This vlog is from Rango to Jhalong, so it's shoot from DJI Action Pro. So how it looks, please comment. सो गाइस अभी यहाँ से चलो निकलते। पता नहीं भाई ये सब ये रिकॉर्ड हो रहा है। मैं भी फर्स्ट टाइम ट्राई कर रहा हूँ ये पोर्शन का। देखते हैं कैसा होता है। जो सो ये ना इधर का रास्ता जो है ना, ये अंदर वाला घुसने वाला रास्ता पूरा बिगड़ा हुआ है, एकदम हालत ख़राब है। ठीक है, तो ये वाला ऊपर वाला रास्ता से जाने से रोंगू पहुँचता है। तो हमको एक्चुअली जाना है अभी जॉलोंग की तरफ। तो इसको थोड़ा ऐसे करके मिलाना पड़ेगा। सो ये चेक करो क्या हो रहा है भाई। लड़की देख रहा है भाई, क्या करेगा। लड़की का चक्कर बाबू भैया, लड़की का चक्कर। रास्ता तो बाप रे चला दिखता राम्रो। एक्चुअली ना जो ये रोड जो है ना, ये मुझे बहुत ही अच्छा लगता है। ठीक है, इस पर रास्ते की वजह से ना यहाँ पे थोड़ा प्रॉब्लम है अभी। ये देखो भाई बाप रे, बाइक में दो बंदे साथ में चलना बहुत ही मुश्किल पड़ता है। इधर जो ये पेड़ वेड़ साइड में जो लगा हुआ है ना, इससे बहुत ही अच्छा है। गाइस बहुत ही क्या बोलेगा गाइस। ये देखो बाप रे भाई साहब, बहुत अच्छा रास्ता है। हाँ ये रास्ता अच्छा नहीं है, ये बहुत ही ख़राब है यार। ऐसा वाला रास्ता तो हम लोग समझती में हाँ तो ज़्यादा नेता रंगू में है, वही तो। लेकिन रंगू का रास्ता ये बिगड़ रहा है, नेता लोग नहीं देखता है। ममता बनर्जी का थोड़ा इधर वो नहीं है, क्या बोलते हैं उसको, आशीर्वाद नहीं है। ये अगर ये वाला रास्ता अच्छा हो गया ना, तो इधर का टूरिज्म जो है ना अच्छा हो रहा था। ठीक है, पर ये क्या है, क्या बोलते हैं इसको, दुखद खबर भी बोल सकते हैं। जो ये रास्ता जो बनाया गया ना, वो अंकल वो भी गुजर चुका है। ठीक है, पता नहीं कौन बनाएगा, क्या बनाएगा, क्या नहीं बनाएगा। तो चलो ठीक है, ये है आपका लाइन गाँव। इसको जो जगह है ना, लाइन गाँव बोलते हैं। गाँव में भी बहुत सारा जगह है अंदर 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 अंदर। तो ये तो हो गया लाइन गाँव इधर ना। पर रंगू का आदमी पर है, पैसा है पर यार, सबके घर में एक एक गाड़ी तो बाप रे है कंपलसरी। इसका क्रेडिट मेरे को जाता है। ऐसे तो अभी देख सकते हो गाइस, ये रास्ता इधर वाला थोड़ा अच्छा है, उधर वाला बिगड़ा हुआ है। ठीक है, मेरा बाइक का भी हालत थोड़ा तो पतला है यार। मेरा बसंती कम से कम 5-6 साल हो चुका है वैसे, तो इसीलिए ना मेरा बाइक में बहुत खर्चा है अभी। ये देख सकते हो गाइस, अभी हम लोग निकलेंगे अच्छा वाला रास्ता पे, तब से फिर भाई चलाएगा भाई मेरे। तो ऐसा करने से तो फिर मर जाएगा यार। ये देखो गाइस, ये देखो रास्ता क्या है ये। हम लोग नदी का बगल पे है क्या, ना रोड पे क्या है ये। अभी यहाँ से भाई चलाएगा। चलो चेक करो गाइस, अभी यहाँ से बस रुको, मेरा टाइम ख़त्म हो गया। 1 मिनट 2 मिनट पीछे। हेलो गाइस, आज चाहिँ हामी रङ्गूबाट, हिजो चाहिँ हामी माथि रङ्गूको माथि वान नाइट स्टे गरेको थियो गगुनेमा है। र हाम्रो हाम्रो वान नाइट खतम गरेर सकेर आज हामी फर्किँदैछ होइन। र हामी रङ्गूबाट अहिले नोर्देन साथीकोमा जान्छौँ होइन। यो चाहिँ तपाईँको भिडियो चाहिँ मोटो भ्लगिङ टाइपको भिडियो हुँदैछ। तपाईँको चाहिँ अहिले होइन, DJI Osmo Action 5 Proबाट सुट भइरहेको छ। र कस्तो देखिन्छ थाहा छैन होइन। तपाईँहरूलाई यदि भिडियो मन पऱ्यो भने लाइक सब्सक्राइब होइन, कमेन्ट पनि गरिदिनुहोस्। यो चाहिँ तपाईँको रङ्गू 45 को बिचको मन्दिर डाँडा अथवा के थाहा छैन मलाई के भन्छ यो। मैले चाहिँ मन्दिर डाँडा भन्दै होइन, के भन्छ यसलाई तपाईँहरूले कमेन्ट गरिदिनुहोस्। एक्सन प्रोबाट भिडियो होइन कस्तो आउँदैछ। मेरो पनि फर्स्ट टाइम एक्सपिरियन्स हो, फर्स्ट टाइम गरेको यो।
र तपाईँहरूलाई कस्तो लाग्छ यो चाहिँ 45 तपाईँको सायद मेरो सेटअप पनि राम्रो छ कि छैन होइन वाइड एङ्गल हालेको थिएँ हाल्नु त अल्ट्रा वाइड भयो कि भएन होइन केटाहरू कहाँ गयो मनलाई बाँधेर राखौँ कसरी राइडर पनि नयाँ हो सबै नयाँ यहाँ चाहिँ नोर्देन साथीको घर जाने बाटो हो यो चाहिँ हाम्रो टेन्टहरू थियो टेन्ट चाहिँ नोर्देन साथीको घरमा राख्छ त्यही भएर उसलाई ड्रप गर्नु अनि अलिक सामानहरू चाहिँ थियो हामीले हिजो लगेको सामानहरू त्यही राख्नु पनि गएको उसको घरमा होइन यो चाहिँ साथीको घर हो लु साथी सामान उयो छ ल के भएछ नि फाटेछ त केमा हल्झ्यो पुरा मकिसकेको यहाँ राखौँ क्या हो ब्याग भारी हुन्छ ए त्यो कुरा पनि ठिक सही हो ल भरे भेटौँ घुमाए मेरो सम्झनाहरू तिमीले नै भरिएको छ के अरे तिम्रो याद छरिएको छ मेरो सम्झनाहरू तिमीले नै भरिएको छ जहाँ जाऊ तिम्रो याद छरिएको ल अब अलिकति सामान दियो कम्फर्टेबल पनि भयो अलिकति र फेरि हामी 45 बाट साथीको घरबाट चाहिँ अब फेरि झोलुङतर्फ जाँदैछौँ है कुकुरलाई झन्डै बजायो मनलाई बाँधेर राखौँ कसरी मनलाई बाँधेर राखौँ कसरी अब चाहिँ अलिकति अपबाट आउँछ है
हामी हिजो चाहिँ 4 भाइ गएको थियो र एक भाइलाई ड्रप गरेर 3 भाइ चाहिँ अब घर गएको छ हामी। हिजोको ट्रिपको पुरा भन्नुपर्दाखेरि चाहिँ मजा गऱ्यो है। इन्टरनेट पनि थिएन होइन, विदाउट इन्टरनेट हामीले मजाले चिल तरिकाले पानी पनि पऱ्यो, घाम पनि लाग्यो, इन्जोय गऱ्यो। र त्यस्तो इन्जोय बेला बेला गर्नुपर्छ होइन। साथीहरूलाई धेरै मिस गऱ्यो, सबैजनालाई हामीले इन्भाइट गरेको थियो र उनीहरूको कामको कारणले गर्दाखेरि नभ्याउने भएर चाहिँ यो चाहिँ तपाईँको दलगाउँ हो साथीहरू। दलगाउँ गाइस, यो सम्झिने मन छ म बिर्सु कसरी, तिमी नै भनिदेऊ हे जानी स्टोरी। 53 सालमा बासो गरेको कारणले गर्दाखेरि सायदले 53 राखेको होला होइन, 46 सेम मेबी। I don't know the real history. Maybe I feel like that. को साथले कति फरक पर्दछ जिउनुमा, शिशिरयामको जाडोमा पनि फुल्दछ फुल मुस्कानको ध्यारोसीको रातमा पनि बल्दछ दिया विश्वासको नयनभरि। गरीबास छु यो तपाईँको आश्रमको लागि, आश्रम डाँडा भन्छ यो गरीबास। फर्स्ट स्टार्टिङ यहीँबाट हो, तपाईँको माथिबाट रङ्गूबाट झर्नुभयो भने रमाइलो ठाउँ हो रङ्गू, गरीबास, झालुङ, जलढका, दलगाउँ भ्यू पोइन्ट है। तपाईँहरूलाई घुम्नु आउनु इच्छा लागेको छ भने आउनुहोस्, रमाइलो ठाउँ छ, मजा आउँछ। यताको मान्छेहरू राम्रो छ, हेल्पफुल छ, तपाईँलाई केही अप्ठ्यारो परेको ठाउँमा तपाईँलाई सहायता गर्छ। जस्तै हामीलाई हिजो गगुने जाँदाखेरि हामीलाई पानी परेर अबर परेको थियो है, त्यहाँको मान्छेले हामीलाई सहायता दियो। आज चाहिँ गोली हेर्नु आउनुपर्छ। यो चाहिँ गरीबास। पहिला हामी यहाँ बाजेको दोकानमा, म गइयास पढेको, यहाँ बाजेको दोकानमा हामीले मिठाई किन्थ्यो, चनाचुर, तितिरी, खजुरहरू किन्थ्यो, राम्रो थियो बाजे। गुनाउँछ अतीतका ती पलहरू वेदनामा गीत कोरे सुनिदेऊ, यो गीत मेरो अमर रहोस्, यो प्रीत हाम्रो हेर्दै पारी जुतिजलाई सुख सब थाहा नपाइ सक्ने। जोनी तिमीसँगै जिउने सपना मेरो, तिमीलाई नै पाउने, तर कहाँ पुगेर सोचे जति सबै सधैँ आइरहन्छ। आफ्नो झै लाग्छ।
के बता हुन्थ्यो होला सलाला बगी जाने रङ्गीत होला तिमी र म साथ बाटो चाहिँ तपाईँको एकदमै बिग्रेको है यो पहाडले तिम्रो मेरो कथाको गवाई भन्छ यो पहाडले तिम्रो मेरो कथाको गवाई भन्छ तिमी हौ कि तिम्रो मायाको जादु तिमी हौ कि तिम्रो मायाको जादु यो पहाड आफ्नो झै लाग्छ यो पहाड आफ्नो झै लाग्छ पहाडको छातीले हाम्रा अब चाहिँ हामी अनगन्ती जोरबङ्ग कथाका आइपुग्यो। रहस्यहरू लुकाएका छन् अझै आउने पिँढीको अनगन्ती कथाहरूको अनुभवलाई दफनाउनेछन् केही रोदनका कथा केही आइज ल। खुसीका कथा केही प्रेमका कथा त केही धोकाका कथा यस्तै हजारौं लाखौं कथाको गवाई बनी उभिएका छन् यो तिनजना पहाड। कहाँबाट छ अनि तिमीलाई अब चाहिँ हामी घर यही आइपुग्यो आज आफ्नो झै लाग्छ तिमीलाई यही पहाड आज आफ्नो झै लाग्छ